आज म टेकान्डो खेल्न गएको थिएँ। हेरौँ त आज मसँग के हुन्छ र म के सिक्छु। गाइस हजुरहरूले भिडियोलाई एन्डसम्म वाच गरिदिनु होला। हे व्हाट्सएप गाइस, वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि सन्चै नै छु। गाइस आज हामी टेकान्डो खेल्न जानेछौँ। गाइस आजको भिडियोको एन्डसम्म बनिदिनु होला, एकदमै मजा आउनेछ। यदि हजुरहरूले च्यानललाई लाइक एन्ड सब्स्क्राइब गर्नु भएको छैन भने लाइक एन्ड सब्स्क्राइब पनि गरिदिनु होला। गाइस आजको वेदर पनि एकदमै राम्रो थियो र मलाई लागिरहेको थियो कि टेकान्डोमा आज अलिकता मजा आउने जस्तो छ। फेरि गाइस म आफ्नो खुट्टालाई अलि स्पिड चलाउन थाल्छु र एकछिनमा म मानखोला नजिक पुगिहाल्छु। र गाइस बाटोमा मलाई एउटा सानो टेकान्डो खेल्ने भाइ भेटिन्छन् र म तिनीसँग जान्छु। फाइनली हामी टेकान्डो खेल्ने ठाउँमा नि पुगिहाल्छौँ। गुरुहरू नआएको कारणले हामी तल ट्रेनिङ गर्न जान्छौँ। म र गाइस भाइहरू नमस्ते किकको तयारी गर्न थाल्छौँ। सुरुमा त बालुवामा एकदमै ढाड दुखिरहेको थियो। बानी परिसकेपछि दुख्न बन्द भयो। सबै भाइहरूले गाइस आफ्नो आफ्नो सिप देखाउन थाल्छन् है। फेरि गाइस म नि कहाँ रोकिनु, अलिअलि पुसअपहरू हानु कि भनेर यतातिर बालुवातिर आउँछु र पुसअप हान्न थाल्छु। फाइनली पुसअपहरू हानिसकेपछि गुरुहरू पनि आइहाल्छन्। उहाँ हुनुहुन्छ हाम्रो गुरु आइसकेपछि गाइस गुरु नि अलिअलि पोज दिन थाल्छन् र खै यिनी बहिनी किन गुरुसँग रिसाएको हो गाइस, त्यो मलाई सुरुमा गाइस कम भए पनि अहिले एकदमै धेरैजना आइसकेका थिए। गाइस ब्लग अलि धेरै लामो भएको कारणले गाइस ब्लगलाई म यहीँ एन्ड गर्न चाहन्छु हैन। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लागेछ भने च्यानललाई लाइक सब्स्क्राइब